हेलो गाइस र आज चाहिँ म डाइविल फरेस्टमा आएको छु। म त स्टुडेन्टहरू लिएर आएको थिएँ कि तर जाँदिनँ भनेर सोच्दै थिएँ। यसो गेट बढेर मजाको लाग्यो जग्गा क्या। अन्त यसो म पनि टुरिस्ट भइदिएको नि आज खरसाङ डाइविल। सुन्नु त भएको होला तपाईँहरूले है, यहाँ जहाँ चाहिँ 100 हाउस पनि छ भन्ने गर्छ नि, तर्साउँछ भूत छ भन्छ नि मान्छेले। त्यो जग्गा डाइविल फरेस्ट मजाको जग्गा रहेछ। डाइविल फरेस्ट उहाँहरू चाहिँ मेरो ग्रुपै। यहाँबाट उँधो चाहिँ यस्तो देख्दो रहेछ है, मजाको दामी पिसफुल जग्गा है, टुरिज्मको लागि, टुरिस्टहरूको लागि यस्तो जग्गाहरू पनि रहेछ। वेदर पनि आज घुम्ने खालको भएछ। उतल चाहिँ मेरो ग्रुपै मैले लिएर आएको सिक्किम युनिभर्सिटीको ग्रुपहरू हो। मरममा आएको थिएँ कि मरममा आएर चाहिँ यता यस्तो घुमेँ पनि। हेर्नुहोस् है गाइस, यो चाहिँ 100 हाउस रहेछ हो। हट के हो भने डरलाग्दो बनाएको रहेछ। भित्र चाहिँ छनु त केही छैन रहेछ, पस्नु चाहिँ डर लाग्यो हो। पसिन ल।